अस्सलामु अलैकुम। कुरानको सुरा नम्बर 9 आयत नम्बर 5 लाई एन्टी मुस्लिमहरू र यो आफूलाई एक्स मुस्लिम भन्न रुचाउनेहरूले सबैभन्दा धेरै मिसयुज गरेको पाइन्छ। र आउनुहोस् यसको सत्यता जान्नको लागि भिडियो पुरा हेर्नु होला। कुरानको कुनै पनि आयतलाई बुझ्नको लागि त्यसको कन्टेक्स्ट हेर्नुपर्ने हुन्छ हैन, त्यसको सिचुएसन के थियो, त्यसको अगाडि पछाडि के थियो भन्ने कुरा बुझ्नुहुन्छ। बल्ल त्यसको चाहिँ सत्यता थाहा पाउन सकिन्छ। यो भिडियो पुरा हेर्नुभयो भने तपाईहरुले चाहिँ त्यो जो आयात छ त्यो खास एउटा चाहिँ समयको लागि केही लक्षित व्यक्तिहरूको लागि थियो भन्ने कुरा बुझ्नुहुनेछ। त्यसको लागि सुरा नम्बर 9 को आयत नम्बर 1 बाट सुरुवात गरौँ। सुरा नम्बर 1 यसको हिन्दी ट्रान्सलेसन पनि गएर चाहिँ चेक गर्न सक्नुहुन्छ, गुगलमा भेट्नुहुन्छ है। यसमा के भनेको छ भन्दाखेरि यो एउटा चाहिँ एलान हो अल्लाह र उहाँको रसुल को तर्फबाट सल्लल्लाहु अलैहि वसल्लम ती मुश्रिकहरूको लागि जोसँग मुस्लिमहरूले सन्धि गरेका थिए, त्यो सन्धि तोडिएको घोषणा गरिन्छ। आयत नम्बर 2 मा भनिएको छ, ए मुश्रिकहरू तिमीहरू यो दुनियाँमा 4 महिनाको लागि, यो धरतीमा 4 महिनाको लागि चाहिँ फ्री भएर घुम, तर यो सोच कि तिमीहरू अल्लाहबाट बचेर जान सक्ने छैनौ। यो अल्लाह र अल्लाहको रसुलको घोषणा हो कि ठुलो हजको दिनमा अल्लाह र अल्लाहको रसुल उनीहरूको जिम्मेवारीबाट चाहिँ बरी हुनेछन् र यदि मुश्रिकहरू यदि मानेनौ भने तिमीहरूले इफ यु टर्न अवे, यो बुझ कि अल्लाहबाट तिमीहरू बच्न सक्दैनौ, बचेर जान सक्दैनौ र ए रसुल सल्लल्लाहु अलैहि वसल्लम स्वीकार गर्नेहरूको लागि भारी सजायको सन्देश सुनाइदिनु। त्यस्तै ती मुश्रिकहरूको लागि जसले तिमीहरूसँग गरेको सन्धिलाई पालना गरे अनि तिमीहरू विरुद्ध दुश्मनहरूको चाहिँ सपोर्ट गरेनन्, उनीहरूसँग गरेको सन्धिलाई कायम राख। मतलब यो सन्धिलाई सम्मान गर्ने र आफू विरुद्ध दुश्मनहरूलाई सहयोग नगर्ने मुश्रिकहरूसँग पनि त्यो सन्धिलाई कायम राख्नु भन्ने आदेश छ। यहाँसम्म त बुझिसक्नुभयो होला यो जुन सुरा नम्बर 9 को आयत नम्बर 5 कसको लागि लक्षित थियो भनेर है। अब आयो हाम्रो चाहिँ सबैभन्दा बढी विवादमा लिएर आइने आयत नम्बर 5। तर सेक्रेड मन्थ जुन माथि भनिएको 4 महिना छ, त्यो 4 महिना सकिएपछि, त्यो महिनाहरू सकिएपछि ती मुश्रिकहरूलाई मार्देऊ है जसले तिमीसँगको सन्धिलाई तोडे। अब उनीहरूलाई बाटोमा घात लगाएर बस, उनीहरूलाई समात, अब जे पनि भनिएको छ है। अनि त्यसपछि यदि तिनीहरूले प्रायश्चित गर्छन् भने नमाज र जकात कायम गर्छन् भने उनीहरूको बाटो छोड्देऊ। बेशक अल्लाह ताला सबैभन्दा दयावान र करुणावान। यो जो आयत छ है, जसलाई चाहिँ सबै गैर मुस्लिमहरूलाई मारिदिनु पर्छ भनेर कुरानमा लेखेको छ भनेर व्याख्या गरिन्छ, यो खास कसको लागि रहेछ भन्ने त यहाँसम्म बुझिसक्नुभयो। अब यहाँभन्दा अगाडि जाउँ है। अनि तिनै मुश्रिकहरू जसले चाहिँ लडाइँ लडे, जसले सन्धि तोडे, तिनीहरू मध्ये पनि कुनै मुश्रिकले यदि तिमीहरूसँग शरण माग्छ भने या रसुलल्लाह उहाँलाई उनीहरूलाई शरण दिनुहोस् ताकि उनीहरूले अल्लाहको शब्दलाई सुनुन् र उनीहरूलाई उनीहरूको ठाउँसम्म सुरक्षित पुर्याइदिनुहोस्, किनकि तिनीहरू अज्ञानी छन्। ल हेर्नुहोस्, अब जो लड्न आयो, जसले चाहिँ सन्धि गर्यो, सन्धि पनि तोड्यो है, फेरि लडाइँ गर्यो, तिनीहरूसँग लड्दा पनि यदि उनीहरूले शरण मागे भने तिनीहरूलाई अल्लाह तालाको शब्द सुनाइदिनु अनि त्यसपछि उनीहरूको ठाउँसम्म सुरक्षित पुर्याइदिनु, किनकि तिनीहरू अज्ञानी छन्। यहाँसम्म सुनेपछि के बुझ्नुभयो भन्दा यो जुन आयात छ जसलाई यति धेरै विवादित गरिएको छ, त्यो आयात कसको लागि थियो भन्ने कुरा बुझ्नुभयो है। अनि यसलाई लिएर आएर अहिलेको दौरमा फिट गरेर सारा मुस्लिमहरूलाई आतङ्की अथवा
गैर मुस्लिमहरूलाई काट्नुपर्छ मार्नुपर्छ भन्नेहरू यिनीहरू भनेर तपाईँहरूलाई मुस्लिमको दुश्मन अनि मुस्लिम दाजुभाइहरू तपाईँहरूलाई गैर मुस्लिमहरूको दुश्मन बनाइदिएछ। यस्तो तत्त्वहरूबाट दुवै पक्ष सजग रहनु होला र कुरान शरीफलाई सही तरिकाले बुझ्ने कोसिस गर्नु होला र यो धार्मिक द्वेष र साम्प्रदायिक हिंसा फैलाउन खोज्ने यी मानवताका दुश्मनहरूबाट सजग रहे हाम्रो देशको सहिष्णुता र सौहार्दतालाई जोगाउनु होला। हस्त, धन्यवाद। जय नेपाल। अस्सलामु अलैकुम।